मर्निङ वेलकम ब्याक टु माई च्यानल जेन्सा मोलोग। फेरि पनि स्वागत छ तपाईहरुलाई। आशा छ तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। साथै मेरो ब्लग सुरुवात भइसकेको छ। विश्वास गर्नुहुन्न होला, हाम्रो घरलाई पनि यस्तो राम्रो ब्रिज बनेको छ। टक्क लाएर सिगाउँसम्म अनि सिगाउँदेखि बजारसम्म जाने बाटो राम्रो बनेको छ। हाम्रो ठाउँमा त्यस्तो कुरो लाएर तपाईहरुको ठाउँमा जाने कस्तो होला गाइस, कमेन्ट गरेर साथ दिनु होला। चरा के त्यो काठ कोट्ने चरा कस्तो राम्रो थियो। पसलमा आइपुगेको छु। कस्तो भोलाएछ गाइस। मम्मीलाई के बनाइदिनु भन्छ, चाउमिन बनाउनु भयो रहेछ। अनि खाजा गर्न लाग्यो गाइस। मिसलाई पसल बन्द गरेर अब घर जान आँटेको। मान्छेहरू त आगो तापिरहन्। अनि आज बहुत जाडो छ गाइस। आज जाडोमा जाडो लाग्यो। कसरी नेपालगञ्जमा त गर्मीमा गर्मी ठाउँ छ किन, यो नेपालकै सबभन्दा गर्मी ठाउँ हो प्रदेश हो नेपाल चाहिँ। अनि कोल्ड पनि यति नै छ कि बहुत जाडो छ हो छ। फेरि पनि चाहिँ मम्मी सिपबाट जानुभएको थियो अनि मैले चाहिँ दोकानेले मेरो भाइलाई हेर्नु न गाइस के लाग्यो गालामा हेर त। वाउ, हाम्रो कलेजको जनता नमुना स्कुलको विद्यार्थीहरूले मेरो गरिरहन्। दिस इज आवर। यसरी काम गर्नुपर्ने हुन्छ। मैले चाहिँ पासवटा बुढाहरू सर्भ गरिसकेको छु। हेर्नुहोस्, मलाई प्र्याक्टिकलमा फुलमा फुल मार्क्स दिनुपर्ने हुन्छ। यिनीहरूलाई पनि दिनु है, हेर्नु कति राम्रो काम गरिरहनु। ए छन् थुप्रैजना सबैलाई हेर्नुहोस्। यो चाहिँ अर्थिङ अप। छेउछेउको पनि थाहा न यस्तो। यिनीहरू चाहिँ धेरै कामदारहरू नेपालगञ्जको जाडो हेर्नुहोस्। यता नि कुहिरो, अगाडि नि कुहिरो, माथि नि कुहिरो, तल नि कुहिरो, कुहिरो पुगिसकेका छौँ बस पार्क वाटरबाट। अनि हाम्रो चाहिँ यो कार हो। यो कारमा हामी चाहिँ विङ्गरमा बसिसकेका छौँ। अलि पछि म भिडियो बनाउँछु ल। हामी चाहिँ धेरै पनि रहेनछौँ, 5-6जना छन्। अहिले चाहिँ भइन्छ यसो चाहिँ चलिहाल्छ। सक्नुहुनेछ हामी यहाँ कुलपुरको बसिरहेका छौँ। हाम्रो भाइ चाहिँ त्यहाँनिर छ। कहीँ तपाईँको भाइहरू पनि यस्तो तकसके छन् भने कमेन्ट गर्नु होला। उनीहरूलाई के गर्नुपर्ने हो यस्तो भयो त्यो तकसके हुँदैन नि भन्नुभयो। अरे कति ज्ञानी छ भने त्यसै झुक्कलेको। यो शान्त हुन्छ कि बिहानको वातावरण। आई लाइक इट। अनि त्यस्तो राम्रो घाम लागेको छ। टु घोडाइ जान लागेको छौँ। हाम्रो कार हाम्रो जिप छ। अनि ह्याप्पी माघे सङ्क्रान्तिको धेरै शुभकामना हजुरहरूलाई। त्योहरू म चाहिँ एकदम आतुर छु घर कहिले पुग्ने हो भनेर। हामी चाहिँ मेला जानुपर्ने हुन्छ। त्यो मेला सबैजना धेरै सोर सराबा छैन यस्तै राम्रो चिक्क। अनि मैले साथीहरू टाइममा चाहिँ मलाई त्यो हिँड्न मन लाग्दैन मतलब सानो गार्डन वाउ चिटिक्क परेको। हामी चाहिँ यो खाजा घरमा समोसा खाने हो के खाने यो चाहिँ पप्पी हेरे समोसा गएको छ। कस्तो छ समोसा फर्स्ट प्लेट। सेकेन्ड नै हो अर्धवार्षिक हो। म पनि इक्जाम भयो। कस्तो टेस्ट छ राम्रो इक्जाम उस्तो दियो ठिकै होइन त्यहाँ सजिलोभरिकै इक्जाम चलेको। इक्जाम बजारको पनि चल्दैछ, नेपालको पनि चल्दैछ, नेपालगञ्ज पनि चल्दैछ। ए ढोका ए लोटा सेटाइछ डरान लाग्यो यति खुल्ला छ डरान लाग्यो। खतरो कि खिलाइदियो फेरि म हुलमा चढेर गइसक्छु।
हात्ती हाम्रो कोलपुरमा हाम्रो हात्ती सार पनि रहेको छ उहीसँग घोडाइसँग टुर एन्ड ट्राभल भनेको एक ठाउँ होइन नि त अब सर र बाटोभरिको देख्नुहुन्छ नि त कोरिकल गर्नेवाला छु साथीहरू जो जसो मान्छेहरू भेटिन्छ नि तिनीहरूको पनि भिडियो बनाइदिन्छु जस्तै कि भाइ उमङ चाहिँ नियम धर्मलाई पुऱ्याउनको लागि जानु मम्मीले चिन्ता गर्नु छ मम्मी बेसी लोटेर उता गोल्डिङ गरेर अब गएर बसमा हुन्छ नि गाना बजाउँछ नि अनि त्यो गाना चाहिँ मलाई मन त पर्दैन तर होइन मान्छे गाना लगाएपछि चाहिँ अब होला त सानाको गानाहरू हामीहरू चाहिँ पुगिसकेको छौँ घोराइ एकदम खुसी लागेको छ मलाई चाहिँ बाटोभरि भमिट आयो के खराब हालत गरेको है मेरो अमेजिङ अनि अहिले चाहिँ हामीलाई लिन आउनुहुन्छ अरे मम्मीको साथीको दानमा पनि त हामी सुम्बादेवीमा अनि त्यहाँ गएर त्यसपछि 12 कुने तहमा मेला लाग्छ अनि भइसकेका छौँ जानको लागि 12 कुने तह अनि त्यहाँ चाहिँ एकदम धुमधामको साथ मेला पनि लाग्छ अनि आजकल धेरै जानु लाग्छ तपाईँहरू आऊ हामी सँगै जाउँ अनि चुममीको लल्लु गाइस हामी जाँदैछौँ 12 कुने तह अनि मान्छेहरू चाहिँ हिँडिरहेको छन् त्यहाँदेखि चाहिँ आउने बाटो हो अरे 12 कुने तह जाने बाटो हो अरे अनि 12 कुनेदेखि चाहिँ भजनले त्यो यस्तो टर्न बाई टर्न छ कि यस्तो दामी भएको छ अनि घाम पनि मिठो घाम लागेको छ आज माघ 1 गतेको दिन वाउ त दाङमा चाहिँ घाम लागिरहेको छ अरे त्यो घोराइ हो गाइस मिठो मम्मीको घर चाहिँ निस्क्यौँ 12 कुनेको लागि निस्क्यो गाइस मम्मी र भाइ सानो साने हाम्रो हिरो स्पाइडरम्यान यिनी स्पाइडरम्यान हो केही नगर है यिनलाई हानिन्छ नि फेरि तर दाउरा पास राखेको छ मम्मी हेर्नु गाइज मम्मीको लुक हेर्नुहोस् टिल्ली टर्किँदैछ वाह अनि दिस इज माई लुक अनि यो बाटो चाहिँ जाने बाटो हो नि त अनि मान्छेहरू यताबाट आइरहेको छन् धेरै जस्तो यो पो खोला तर्नुपर्छ दुईजनाको चम्का भेट भएछ नानीको हेर्नु गाइस त्यो राम्रो छ कुर्ता चाहिँ यसरी सिमाउनुपर्छ साथीहरू मान्छेहरू यति धेरै आउँदैछन् अझै कति भइर होला वा साथीहरू चाहिँ जान्छु यहाँ छेउको पहाडको भ्यू र बाटोको हालत यस्तो धुवाँदार छ धुलोदार छ मलाई चाहिँ यो सलमा रेस्टुरेन्टमा यो सल चाहिँ एकदम स्वास है स्वास भन्नुभएको थियो अनि
दादा भाइहरू दुईटा भाइ प्यारो प्यारो भाइ अनि साथीहरू यो चाहिँ तोरीबारी अनि करेसाबारी कृषिबारी रहेछ यस्तो राम्रो हो ज्ञान कहाँ जान लाग्यो सजिलो मेन्सन गर्छु गाइस हजुरहरूलाई थाहा भइसक्यो होला बाह्र कुनै त यति राम्रो ठाउँ छ गाइस तपाईँहरू भिजिट गर्न आउनु होला यहाँ म भन्न चाहन्छु प्रेम मौसम हेर्ने स्वर्ग ढन्टाडा मलाई ढन्टाडा गाडीबाट पनि बवाल देखेछ गाडीबाट पनि अनि यस्तो अनि यहाँ चाहिँ नाली अब पुग्नै लाग्यौँ 1 मिनटमा हामी आइजान्छौँ मेलामा आइपुग्यौँ यस्तो छ हाम्रो चाहिँ भित्र जाने बाटो तर भित्र जाने बाटो त मेन त्यो हो नि त हामी यताबाट आयौँ सर्टकट त्यहाँ धेरै भिड थियो एकदम भिड थियो मान्छेहरू चाहिँ भिडमा जान चाहेनौँ त्यहाँ चाहिँ 1000जना मान्छेहरू भन्दा नि 1000जनाको सङ्ख्यामा मान्छेहरू छन् चाहिँ आउने जाने 1000जना सङ्ख्या छन् भनेपछि 2000जना पक्कै होला नै यति भिड मैले देखेन हौ मैले लाइफमा हुन पनि भिड पनि मन परेको पहिलो बार नै यस्तो लुङ्गी चली छ है अहिले दिल लाग्यो देवको टिकाहरू लगाएर आएको मान्छेहरूले लगाइदिउँ क्या हो हामी क्युट भएर उतानिर चाहिँ बाह्रको ताल हामी चाहिँ टिकटक बनाइराख्नु छ बाबु हेर्नु मेरो गाई बाबुले एउटा भनेको मान्दैनन् के गर्नुपर्ने हो भिडमा हराउँछ क्या वीर पुग्यौँ मन्दिरमा बोटिङ गर्ने मान्छेहरू गऱ्यो होला ल्याएर टाढो मान्छेहरू आएर जस्तै हामी टाढो मान्छेहरू यहाँ चाहिँ फोटोसुट गर्न लागेको रहेछन् अनि हामी चाहिँ आइदिउँ बिचमै यो बिचको मन्दिर फेवातालको मन्दिर जस्तै वाह यहाँनिर घन्टा छ कस्तो दामी देख्दैछ माघीमा माघी पर्व छ मम्मी त पुरै मगरको भेषमा मगर्नी हो मगर्नी भएर हामी म यहाँ एकदम खुसी छु बाबुलाई एकछिन हामी टिकटक बनाउनु पर्ने हुन्छ फोटो खिच्नु पर्ने हुन्छ अनि त्यसपछि फेरि पनि भेटौँला गाइस अनि यहीँनिर मन्दिर 2-3टा मन्दिर एउटा भाकल गर्ने मन्दिर सत्यवती बजेको मन्दिर अनि यो भिड देखाउन चाहन्छु म मन्दिरभित्रको भिड एकदम दामी छ अनि यहाँ चाहिँ भेडालाई भाकल गर्ने ठाउँ भेडाहरूलाई बलि दिने ठाउँ हो अनि त्यसपछि मैले चाहिँ यहाँनिर देखाउनको लागि चाहिँ म ल लगाइदिनु त्यो भने म मान्छेको खानु चिन्दैन नि त फेरि छोरी लाएर न हेरेन लगाइदिनु उसलाई लगाइदिनु हेर कुलीको भाइ सानो भाइ अनि लाग्ने दिन चाहिँ टिका लगायो भने चाहिँ एकदम राम्रो हुन्छ अरे तपाईँहरू पनि टिका लगाउनु होला अवश्य पनि यो मूर्ति चाहिँ दामी लागिरहेको चलपल हेर्नुहोस् गाइस हाम्रो चलपल एकदम दुइटा चाहिँ परिवारको घर रहेछ सो नाइस यो रुख चाहिँ कति ठुलो रहेछ मन्दिर छेउमै छ
खिचम खिच्नु परेन आएर त्यहाँ मजाले नाचिरहेको छ मोबाइल डान्स अनि यहाँ चाहिँ पिङ खेलिरहेको यत्रो ठुलोवाला पिङ हानेर आएको रहेछ मेरा चाहिँ जे होस् ठुलै रहेको रहेछ कि कसरी बस्छ अरे सुगा किने भाइले मेलामा चाहिँ बजाएको हेर हेरे 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 भिडमा चाहिँ अझै गरिब मान्छेहरू भेटिन्छ जस्तै कि मेरो भाइ जस्तै कि यो हाई गाइस सुनको चेनहरू भिडभाडमा त सुनको चेनहरू हजुरहरूलाई मन नाच्न चाहन्छु रुकु मैले त गानामा छ त्यस्तै यो हो नि त मोमो सर्जर यो चाहिँ मर्छ भनेको सानो भए डान्स पनि खतरा छ है अनि म चाहिँ फर्स्ट टाइम देखेको नि त डान्सकै कुरामा मैले भ्लग बनाउने किनेको छु हामीले चाहिँ मम्फुली किनेछौँ अनि मम्फुली चाहिँ एक पाउको 130 रुपियाँ भन्यो भाइकोमा बिसले मार्क्स फ्याँक्दै रहेको अनि यहाँ चाहिँ हामीले मोमो खाना टेस्टी मोमो बनाएको नाच्दा हिँड्नुपर्छ कि उहिले चिन्दैन बल्ल भाइरल छु होइन यस्तो भाइरल छु मलाई फेरि दुःख दिन्छ मान्छेले अटोग्राफ हिँड्नुपर्यो अब जिस्केको गाई म भाइरल सय फलोवर्स कि छैन मेरो आज आश गर्छु एक प्लेट हामीहरू चाहिँ सबैपट्टि आएको छौँ अनि ठुलोले किनिदिनु भएको सो क्युट थ्याङ्क यू सो मच हामी चाहिँ यतापट्टि भन्दैछ सो हामी डायमन्ड पनि किनेको छौँ पिरो र नर्मलवाला डायमन्ड भाइले खाइसकेको छ कस्तो छ अर्पट्टि यहाँ त धुलो खान बसेको हामी त अलिक चटपटे कस्तो भने तपाईँ खाने बेला खाने म त साथमा जाँदा यति हौस आएको र बच्चाले ढोकेछ यो भिड माने छ यस्तो डुप्लिकेट यहाँ मठारे सबै सक्यो मजाले नागिसक्यो फेरि पनि शुभकामना आजको लागि चाहिँ यति